Hello guys, आज चाहिँ म solo ride जाँदैछु and today I am going in solo ride. Maybe I don't know where I am going, but I think I will be going to Dading. यहाँ बस्दा बस्दै पुरै झ्याउ बोर भइसक्यो, त्यही भएर अब धादिङतिर लाग्नु पर्ला जस्तो हो। आजको दिन यता बस्न अलि मन लागेन, सो जान्छौँ यस्तो बेला बेला क्लिप्स खिच्छौँ। दुक्कु मायालाई भोक लाग्यो होला, पहिला पेट्रोल हालौँ, पेट्रोल नै हो चाहिने। एन्ड देन वी विल बी हेडिङ टुवर्ड्स दादिङ। पेट्रोल पनि पेट फुल्ने गरी भयो, पेट्रोल हाल्ने पैसा जोक्यो है, पेट्रोलै फुल भयो, टन्न हाल्दै छ। अब वाइल हेरौँ कहाँसम्म पुग्छ यति पेट्रोलले, यति पेट्रोल सकाउनु छ हैन। लेट्स गो, कता पुगिन्छ। खानकोट आइपुग्यो। अब चाहिँ हामी यहाँ आएपछि चाहिँ काठमाडौँ छोडेको जस्तो लाग्छ। अब यहाँबाट पुरै गर्मी फिल हुन्छ, गर्मी होगा। खानकोट पनि कट्यो, अब गर्मी हुन्छ। इट विल बी भेरी डिफिकल्ट। अनि आज चाहिँ धेरैजनाको बेरै छ, मैले बाटोमा पनि देखेँ। अरू के भन्नु, यता बेको रमझम छ, म चाहिँ यतातिर डुल्न आइरहेको छु, खानकोटमा छु। अब अलि तल गएपछि कहीँ गएर खाना खानु पर्ला, पापी पेटको सवाल छ, वाइल भोग लागिरहेछ। It will be very difficult in this road. Let's go. केही देखिया भए त मरि जाउँला, यस्तो धुलो हो, यस्तो धुलो हो। अब के होला त मेरो लुगाको हालत, छ्या। बरु उताको बाटो आउनुपर्ने रहेछ। गाह्रो पर्ने भयो धुलोले। मान्छे यहाँ गर्मीले पाकिसक्यो, यहीँको यहीँ। झन् भाइ के भइसक्यो होला त, धुलोले गोप्रो पनि सब त्यो भइसक्यो होला। गाह्रो छ, म के खान आएको होला यता, गाह्रो पर्ने हो। As this place also holds a lot of memories and road is सब पिच भइसक्यो, बब्बाल मजा आउने भएछ। अहिले चाहिँ माथि अलिकति मात्र बिग्रियो हो, नत्र बब्बाल भइसक्यो त। तर मान्छे चाहिँ म धुलै भइसकेँ हैन। अब एक ठाउँ बसेर खाना खानु पर्छ। एन्ड इट्स गोइङ क्रेजी। झार दुइसक्यो मेन, अब उबेर चलाउनु पर्ला जस्तो छ। अब चाहिँ हामी कहाँ धादिङ आइसक्यौँ। यहाँबाट जानुपर्छ एलपी टरक। गर्मी भइसक्यो। अब हामी यहाँ तिर्सुली हेर्ने, तिर्सुली त्यो कुन ठाउँ मिसिन ठाउँमा त्यहाँ खाना खान्छौँ मन लाग्यो भने। तर मलाई एक्लै खाना खान मन लाग्दैन। लेट्स सी व्हाट ह्यापेन्स। एकछिन उभिएर चलाउनु पर्यो। एज दिस प्लेस अल्सो होल्ड्स अ लट अफ मेमोरी। मुगलिन 40 किलोमिटर। अब कहाँ जाउँ त, मुस्ताङ जाम कि कता जाम भयो। मलाई मुस्ताङ चल्दिउँ कि यता चल्दिउँ भयो। यतै चल्दिनु पर्ला, कता होला त्यो। कता हो कता, म चाहिँ यही बाटोमा हो। I don't know where I am going. मुस्ताङ चाहिँ क्यान्सल भयो, मुस्ताङ चाहिँ गइएन। कुन चाहिँ ठाउँ हो, यता चाहिँ आयो। कस्तो देख्यो होला त मलाई, धुलो भएर वाइड छ। बबाल के रोडै, तर फक अफ झन्डै सानो है। तर बबाल रोड चाहिँ ल
ट्रोलिङ आन्न हो माई गड खतरा के खतरा आई एम जस्ट मिसिङ कोल्ड एयर अफ काठमाडौँ होइन काठमाडौँ जस्तो चिसो हावा छैन यहाँ हावै नचले जस्तो भइरहेको यहाँ सासै फेर्न गाह्रो भइरहेको गर्मीले हावै छैन नत्र सिन रोड त बबाल छ हावा मात्र भयो नि बबाल हुन्थ्यो अस्ति हेटौडातिरको बरु हावा खतरा थियो यहाँ चाहिँ अलिक गाह्रो पर्दो रहेछ यहाँ त पुरै धान पनि रोपिसकेछन् गएर पौडी खेल्नुपर्छ क्या हो खोलामा I don't know where I am. Nilkantha. Just me, my bike, and this fucking road, which is just like heaven. Woo! Enjoying this. What a view. गर्मीले वाइल्ड भइसक्यो अब चाहिँ म गाह्रो परिसक्यो पुरै पसिना खल्दै आइसक्यो गर्मी पनि यति छ कि हैन सासै फेर्न सकिरहेको छैन के आई एम मिसिङ काठमाडौँ कोल्ड एयर गाह्रो छ गाह्रो मजा आइरह अहिले चाहिँ मलाई थाहा छैन म ठ्याक्कै कहाँ छु भनेर अहिले चाहिँ म यहाँ चौतारोमा रेस्ट गर्दैछु बबाल छ चौतारो टिङ बजार आइसक्यौँ अब यतै कतै खाना खाइन्छ होला मिल्यो भने And again here we are again in Dading Bazaar वायर गर्नु भइरहेको अब खाना चाहिँ यता खाम कि मास्तिर खाम भइरहेको बेसी दादिङ बजार बल्ल तल्ल आइपुग्यो अब कहाँ के खाने भन्ने कुरो हो रोड बगाल लागेलु गर्मी धेरै लागेलु रोड बगाल लागेलु खतरा छ रोड बबाल के बबाल भने तर गर्मी चाहिँ वाइल छ है भ्यू चाहिँ मजाले खुलेको छ बबाल छ साथी किन पनि बबाल छ कि माथिको डाँडाको है खतरा खाले एन्ड दिस प्लेस अल्सो होल्ड्स अ लट्स अफ मेमोरिज एन्ड हियर कम्स माई वान अफ द फेभरेट प्लेस बल्ल आइपुग्यो यो ठाउँमा नि and it's all the way from there to see this house. I am missing this lovely house. अझ अलि पुरानो जस्तो देख्छ न त खतरा थियो पहिला यो and this is the place खतरा आगो लागेछ त्यहाँ यो पनि खतरा सिन छ है खतरा क्या मौसमले चाहिँ आज डह्रो साथ दिएको हो भर्खरै स्याल देखेको थिएँ मैले अब चाहिँ खोइ कुन फुलमा आयो यो फुलको नाम थाहा छैन मलाई वाल गर्नु भइसक्यो यहीँ दाइ खाने जस्तो भइसक्यो अब टक्क हामी चाहिँ खाना खाँदैछौँ खाना होगा इधर उधर से जाएंगे यहाँ चाहिँ मजाको खाना पाउँदो रहेछ यहाँ पहिला पनि आएको हो अब बब्बाल पाउँदो रहेछ अब हेरौँ
इन्स्टामा हजुर इन्स्टामा त के छ डबल भयो Thank you. वेलकम यहाँ यो होटेलको हस्पिटालिटी चाहिँ मलाई बब्बाल लाग्यो अनि खाना पनि बब्बाल मिठो रहेछ यहाँ बहिनीहरूले राम्रै खानिदिनु भयो माछा खतरा मिठो रहेछ सबैलाई आएको बेला यहाँ खानु हुन म भन्छु हैन कम्स भेरी ब्युटिफुल एन्ड फेसिनेटिङ वाट अ भ्यू बट द वेदर इज टु हट so it is very difficult for me त्रिपुरा सुन्दरी गाउँपालिका यहाँ म पहिला पनि आइसकेको छु यतिसम्म चाहिँ थाहा यो भन्दा बुझ्दा चाहिँ मलाई खासै थाहा छैन त्रिपुरा सुन्दरी माइकी जय यो भ्यू चाहिँ मलाई बब्बाल लाग्यो कि पछाडिको यस्तो बब्बाल छ यो भ्यू अझै आँखाले हेर्दा यस्तो बब्बाल छ नि यो हट यहाँ धान उम्रिसक्यो हौ धानको बोट त्यो भइसक्यो यस्तो बबाल ठाउँ छ नि यो गर्मीले वाइल्ड भइछ तर यो ठाउँमा पनि छुट्टै मेमोरी छ स्टोरी छ हट बबाल एक ठाउँ पाएँ त म सोधिदिन्थेँ हौ यता कतै पाएँ त आई डोन्ट नो वेयर आई एम गोइङ एन्ड आई डोन्ट नो माई डेस्टिनेसन अल्सो जहाँ पुगिन्छ त्यहीँसम्म हो लेट्स सी यहाँभन्दा उता मलाई थाहा छैन तर बाटो चाहिँ वाइल्ड खतरा खालको वाइल्ड यसरी बसेर चढ्नु पो मजा आउँछ यार हुटमा टक्क लगाएर यहाँबाट कुन बाटो हो मैले बिर्सिन थालिसकेँ अब मेबी दिस प्लेस इज नोन एज सलेन्टर पुरै तराई भाइ रह यहाँ म त यो तराई नै होला है हेरौँ अब कहाँ पुगिन्छ बाटो सिधा Oh, seriously bro, this place is haunting me for many times and finally I am here. यो ठाउँ फाइनली आइपुगेँ अब यहाँबाट कहाँ पुग्छ भन्ने चाहिँ मलाई पनि थाहा छैन लेट्स सी वेयर इट गोज मलाई थाहा भएको बाटो चाहिँ यहाँसम्म मात्र हो यहाँभन्दा उता थाहा छैन मलाई चाहिँ त्यो डाँडामा जानु छ लेट्स सी पुगिन्छ कि पुगिँदैन ल धन्यवाद अब भोलि केही गरेर भेट्यो भने अनि फर्किँदाखेरि भेटौँला नि त मेसेज गरेर आए ल धन्यवाद यहाँको चाहिँ हस्पिटालिटी बब्बाल के जो पनि राम्ररी बोल्ने ओर्ने सोधिहाल्ने खतरा यहाँको हस्पिटालिटी चाहिँ मलाई बब्बाल लाग्यो ठाउँ नै बब्बाल ल अब यहाँ त्यहाँसम्म पुग्नु पऱ्यो यहाँ तलबाट बाटो हरिए अब हेरौँ के हुन्छ बाटो त खुङखार रहेछ हो बाटो त के हो यहाँ त रातो बाटो चिप्लो माटो लड्दै पर्दै भन्ने जस्तो रहेछ बाटो त बरु मुस्ताङ गए भए आज खतरा हुने रहेछ मुस्ताङकै भाइब्स आइरहेको हो यहाँ पनि ल सही ठाउँ कहाँबाट जाने हो अब सिधै हो यहाँ चाहिँ सिधै जानुपर्छ बाटो त फेरि सलल्लो बग्छ ढुङ्गामै भोलि आउन चाहिँ फर्किन चाहिँ यो बाटो मजा आउँछ क्या
उकालोमा भिडियो बनाइदिनु भए चाहिँ खतरा हुन्थ्यो है। एन्ड इट्स अ भिलेज लाइफ। गर्मीले म चाहिँ पाकिसकेँ। यस्तो गर्मी छ नि, टट गाह्रो छ गाह्रो। त्यो त हाम्रो भावन डाँडा जस्तै रहेछ सेम।